ल साथीहरू हेर्नुहोस् है, हाम्रोमा चाहिँ डल्ले खोर्सानी पनि पाके योपालिको। तर यो पानी ज्यादा भएर चाहिँ यसरी फुटेर झर्दैछ है। यो चाहिँ म चाहिँ खोर्सानी टिप्दैछु। अब चाहिँ यो पानीले गर्दाखेरि सबै झारेर चाहिँ अब यस्तो त कामै दिँदैन नि त। यो चाहिँ अब यो त यस्तो भइरहेको छ। यस्तोहरू हेर्नुहोस् यस्तो पाकेको छ कि। तपाईँहरूकोतिर चाहिँ भयो कि भएन? हाम्रोतिर चाहिँ भयो यो खोर्सानी। योपालिको पनि यिनीहरू चाहिँ यस्तो यस्तो भइरहेछ, हरियो छ। यो त भाँच्यो पनि है। अलिक छिपेको चाहिँ टिपिहाल्नुपर्छ नि त, नभए चाहिँ यो फेरि सबै बिग्रिहाल्छ नि त। पानी ज्यादा भयो योपालि, घाम पानी हुँदैछ, त्यसले गर्दाखेरि चाहिँ यो सबै बिग्रिँदैछ। र चाहिँ यो ठुल्ठुलो भएको चाहिँ टिपिहाल्नुपर्छ नि त। यो पनि नभए टिपेन भने चाहिँ सबै बिग्रिहाल्छ। यसरी बिग्रिन्छ नि त। यो यसरी सबै यो बिग्रेपछि कामै लाग्दैन यो। त्यही भएर मैले अहिले कति टिपेको छु तपाईँहरूलाई देखाउँछु। मेरो खोर्सानी योपालिको कति चाहिँ फलेछ भनेर चाहिँ तपाईँहरूलाई पनि देखाउँछु। हेर्नुहोस् है, तपाईँहरूले पनि रोप्नुहोस्। म चाहिँ यसरी अदुवाबारीभित्र लगाएको छु। मेरो चाहिँ अदुवामै यसरी लगाउनुपर्छ नि त। अदुवा पनि हुन्छ प्लस यता खोर्सानी पनि हुन्छ। यसरी लगाएको छ भने चाहिँ अदुवा पनि गोड्दै पछि खोर्सानी पनि गोड्नु सुविस्ता हुन्छ। र चाहिँ म चाहिँ यसरी लाउँछु, तपाईँहरूले चाहिँ कसरी लाउनुहुन्छ। यो चाहिँ हामीले चाहिँ कटकरले यसरी छोपेको छौँ। अदुवाबारी चाहिँ यसरी छोप्छौँ। यो चाहिँ सुन्तलाको बोट हो, यो इस्कुसको बोट हो। चाहिँ पाकेको छ, तर कति चाहिँ बिग्रेको छ, प्रायः चाहिँ सबै बिग्रेछ पाकेको जति चाहिँ। अनि देख्नुहुने चाहिँ सबै यो हो अदुवा। यसरी लगाएको छु मैले चाहिँ अदुवाहरू। यो चाहिँ फेरि यसरी यहाँ पनि यस्तो हामी सुन्तलाको खेतै पछि रोपेको छु नि त खोर्सानी चाहिँ। यस्तो बिग्रेको छ नि त पाकेको जति चाहिँ। यहाँ बिको बोट पनि छ है। यसरी टिप्नुपर्छ खोर्सानी चाहिँ। यसरी हामी चाहिँ खेतै पछि रोपेको छौँ खोर्सानी चाहिँ। बिउ पनि फलिरहेको छ है। यो चाहिँ बिउ भन्छ यसलाई चाहिँ, तितो खाले बिउ। यो चाहिँ डल्ले बिउ। यो चाहिँ तपाईँहरूले चाहिँ के भन्नुहुन्छ? हामी चाहिँ यो चाहिँ बिउ भन्छ यसलाई चाहिँ। यो चाहिँ तितो हुन्छ, तर अहिले चाहिँ तितो हुँदैन। अरू बेला चाहिँ यो फेरि तितो हुन्छ। यो चाहिँ फर्स्टमा फलेको चाहिँ तितो हुँदैन नि त। यसले चाहिँ पछि चाहिँ यो चाहिँ तितो हुन्छ। यहाँनिर चाहिँ बिउको बिउ केरा पनि पोसाइरहेको छ है, भर्खर पोसाउँदैछ। यसरी सिमी लगाएको छु है। यहाँनिर चाहिँ सिमी हो। यो चाहिँ सिमी फल्दैछ। सिमी पनि यो देख्नुहुने चाहिँ सबै सुन्तलाहरू हो है। यसरी अदुवा लगाएको छु यसरी बारीमा है। अदुवाको उयसमा सुन्तला छ, सुन्तलाको फेदमा चाहिँ खोर्सानी छ। यसरी यहाँ अर्को झ्याङमा आइपुगेँ। अर्को झ्याङमा पनि यसरी फलेको छ है। खोर्सानी चाहिँ यसरी फलेको छ है। चाहिँ मौसम पनि बिग्रिँदैछ। पानी आउला हुँदैछ। यहाँनिर चाहिँ फेरि पानी आउँछ भनेर चाहिँ टिपिहालेको। यो चाहिँ फेरि मैले बस्तीमा बसेर पनि फाइदा छैन नि त, यति गरेन भने। अन्त त्यही भएर चाहिँ खोर्सानीहरू रोप्छु अलिअलि। बेसी त गर्दिनँ, अलिअलि रोपेछ भने चाहिँ खानु पनि हुने, अर्ग्यानिक एकदम। यो घरकै अर्ग्यानिक हो नि त। हामी त्यस्तो मलहरू युरिया डेफी चाहिँ लाउँदैन हामीले चाहिँ। यो चाहिँ गाईको उयसमै रोप्छ नि त, मलमा। गाईको मलमा रोप्यो भने टेस्ट पनि पिरो हुन्छ यसमा हो। पिरो तिखर पनि हुन्छ। किनेर खानुभन्दा चाहिँ आफै रोपेर खानु चाहिँ बेस्ट हो। दुध बिमार पनि भेट्दैन अहिले। र चाहिँ यस्तो छ बारीहरू चाहिँ हाम्रो चाहिँ यसरी लाउनुपर्छ। यो देख्नुहुने चाहिँ यो छेउको चाहिँ फेरि चियापत्ती हो। हामी चाहिँ चियापत्ती पनि रोप्छौँ। हामी चाहिँ टी पनि छेउछेउमा चाहिँ टीहरू पनि छ हाम्रो चाहिँ यसरी। अदुवा पनि उम्रिँदैछ। यत्रो भयो अदुवा पनि। अदुवामा यसरी मुला पनि छ। यत्रो भयो मुला पनि। फेरि म चाहिँ अर्को झ्याङमा आइपुगेँ। कति चाहिँ कलिलो रहेछ, कलिलो चाहिँ टिप्नु हुँदैन। कलिलो चाहिँ फेरि बादमा टिप्नुपर्छ। यो छिपेको चाहिँ पानीले सबै झरेर कुहिएर बिग्रिहाल्छ नि त। हो त्यसले गर्दाखेरि चाहिँ छिपेको चाहिँ टिप्नु आएको म चाहिँ आज चाहिँ। अर्को पनि आउँदैछ। यत्रो भएको छ हामीले चाहिँ खोर्सानी रोपेको चाहिँ। र कति चाहिँ मसिनो पनि छ। पानी ज्यादा पऱ्यो नि त। पानी बेसी पर्नुले गर्दाखेरि चाहिँ यस्तो भइरहेछ खोर्सानी चाहिँ। कति टिप्नु भयो भन्नु भने चाहिँ मैले यति चाहिँ टिपिसकेँ। यति टिपेँ अझै छ टिप्नुको लागि माथि। खोर्सानी चाहिँ यति भयो अघि टिपेको खोर्सानी चाहिँ। योपालिको खोर्सानी हो यो चाहिँ। हेर्नुहोस् न, यसमा पनि कतिवटा बिग्रेको छ। यस्तो हुन्छ नि त बेसी पानी परेर चाहिँ। अन्त चाहिँ मैले यो टिपिहालेको नि त।
यो फेरि पानी आयो भने चाहिँ फेरि यसको उयो हुन्छ नि त, बिग्रिहाल्छ, यो कामै लाग्दैन नि त, झरेर सकिहाल्छ। त्योभन्दा चाहिँ टिप्दै खायो भने जित्छ। हुन्छ, आजको भिडियो यति नै, थ्याङ्क यू।